जुन कुरा चाहिँ आँखाले नदेखेको कानले नसुनेको मान्छेको मनमा नपसेको कुराहरू नि अब प्रकट हुने हो, अब देखा पर्ने समय हो। अब चाहिँ नि त्यो शक्तिको कुरा चाहिँ कानले मात्र सुन्यो तर महसुस गर्ने समय हो। जुन कुरा चाहिँ कानले मात्र सुन्यो देखिने समय हो। अनि त्यो समयभित्र चाहिँ वास्तवमा चाहिँ अब हामी तीव्र गतिको साथमा अगाडि बढिराखेका छौँ। आमेन। तपाईँ एक्साइटेड छ भने मात्रै आमेन भन्छ, अगाडि बढ्छ। तपाईँलाई फरकै परेको छैन। कोही बेला के हुन्छ, कति बेला चाहिँ जीवनमा नि हामीलाई कहाँ समस्या हुन्छ भन्नुहोस् त, त्यो जीवनको सरोकार हुँदैन। ए मलाई जेसुकै होस् जेसुकै होस् र भन्यो भने के पनि हुँदैन। फेरि सुन्नुहोस् है, म त्यो व्यक्तिको लागि आजको साँझको वचन बोल्न चाहन्छु, जो व्यक्तिलाई चाहिँ यो कुराको सरोकार छ, ख्रिस्टको राज्य चाहिँ यस पृथ्वीमा स्थापित हुनुपर्छ। आमेन आमेन। जवान छोराछोरीहरू आमेन। यदि तपाईँलाई लाग्छ यो चाहिँ मेरो जीवनको, म यो कुरालाई चाहन्छु, तपाईँको जीवनमा नि प्रभुले साँच्चै शक्तिशाली कुरालाई गर्न सक्नुहुन्छ। तर यदि तपाईँले त्यो कुरालाई चाहनु भएन भनेदेखिलाई नि तपाईँले त्यो कुरालाई बुझ्नुहुन्न। यसकारण ध्यान दिएर सुन्नुहोस् मेसेजलाई। जुन कुरा यो टाइममा, यो ऋतुभित्र, यो समयभित्र पवित्र आत्मा प्रभुले यो संसारमा शक्तिशाली समयलाई फर्काएर ल्याउँदै हुनुहुन्छ। अनि बाइबलको लागि तपाईँले हेर्नुभयो भने, बाइबल इतिहासलाई नै तपाईँले हेर्नुभयो भनेदेखिलाई नि उहाँले नि हरेक कुरा र भत्केको कुरालाई बनाउँदै 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 ल्याउनु भएको छ। जहाँनिर आश्चर्य कर्म भएन त्यो भागमा उहाँले आश्चर्य कर्म, जहाँनिर चाहिँ जीवन थिएन त्यो ठाउँमा जीवन ल्याउनु भयो, जहाँनिर चाहिँ नि असम्भव छ त्यो ठाउँमा नि सम्भवको कामलाई येशू ख्रीष्टले गरिसक्नु भएको छ। त्यहाँदेखि उता ठुलो प्रमाण के चाहिन्छ त? धेरैचोटि हाम्रो जीवनमा नि ऋतु फर्केर आउँदैछ भनेदेखि यो माइन्डमा नि ब्याटल सुरु भइहाल्छ, होला के त हौ। यदि तपाईँलाई विश्वास लाग्दैन भने नि तपाईँले बाइबललाई मजाले पढ्नुपर्छ। अनि बाइबलको घट्टालाई तपाईँले मजाले जब बुझ्न थाल्नुहुन्छ नि, जति पनि नि शैतानले तपाईँको जीवनमा नि खोसेर लगेको कुराहरू नि येशू ख्रीष्टले सबै कुरालाई फिर्ता ल्याइसकेको छ। आमेन। अदनको बगैँचामा जब अख्तियार सबै कुरालाई खोसिए, पुत्र येशू ख्रीष्टले सबै कुरा कल्भरी क्रुसमा फिर्ता ल्याइदिनु भयो। आमेन। हराएको कुरा छ भने नि फिर्ता ल्याइदिइसकेको हो। अनि नि फिर्ता पाइसकेको मान्छे फेरि पनि त्यो ठाउँको निम्ति प्रभुले हामीलाई नियुक्त गरिसकेको छ, फेरि पनि त्यो अधिकार हामीलाई दिइसकेको छ। मेरो प्रियहरू, सो मेनी टाइम्स मान्छेको जीवनमा चाहिँ कहाँनिर समस्या हुन्छ, यो कुरा बुझ्नु चाहिँ स्ट्रगल हुन्छ भनेदेखिलाई नि जीवनमा गरेको भुल अनि गल्तीले चाहिँ मान्छेलाई त्यसरी बाँधेर राखेको हुन्छ। सुन्नुहोस् है, अनि त्यो कुरा चाहिँ नि कोही वर्तमानको या प्रेजेन्ट टाइमको गल्तीहरू हुनसक्छ या पास्टको। अनि त्यो मान्छेको जीवनलाई चाहिँ नि त्यो दुईटा कुराले चाहिँ हन्ट गरिबस्छ, खेदिबस्छ, अनि त्यो मान्छेलाई सताइबस्छ। त्यो चाहिँ के हुन्छ भने बिता दिनको तपाईँले गल्ती गरेको छ भने पनि तपाईँलाई शत्रुले खेदिन बस्छ। त यस्तो छस् कहाँ हुन्छ हौ, त उस्तो छस् कहाँ हुन्छ। होइन, जब येशू ख्रीष्टले तपाईँलाई नयाँ बनाउनु भयो, नयाँ तुल्याउनु भयो, ख्रीष्टले तपाईँलाई नयाँ बनाउनु नयाँ तुल्याउनु भएको मात्र होइन, तर येशू ख्रीष्टले यो कुरा भन्छ कि उहाँलाई ग्रहण गर्ने व्यक्ति चाहिँ उहाँले नयाँ सृष्टि बनाउनु भएको हो। विश्वास गर्नुहुन्छ यो कुरालाई? तपाईँले विश्वास गर्नु भने तपाईँलाई चुनौती हुन्छ। तपाईँ नयाँ सृष्टि हो। यदि नि आफूले आफूलाई चिन्नु पनि जरुरी छ। मेरो प्रियहरू, धेरैचोटि जीवनमा नि नयाँ सृष्टिको कुराहरू चाहिँ बिर्सिन्छ। हामीलाई नि साह्रो बल गरिराखेको हुन्छ धर्मी हुनु। धर्मी हुनु नि तपाईँले बल गर्नु पर्दैन। मेरो प्रियहरू सुन्नुहोस् है, धेरैचोटि मान्छेको जीवनमा चाहिँ केही कुराले नि पाउनुको लागि नि बल गरिराखेको छ। होइन, आज तपाईँलाई म सजिलो प्रकारले यो कुरालाई बताउन चाहन्छु। यदि यो मेरो यो आजको पार्टी हो होइन, तर तपाईँले स्ट्रगल गरिरहेको छ, मलाई थाहा पाइरहेको छु। तपाईँको जीवनमा नि तपाईँले अगाडि बढ्नु हो भनेदेखिलाई नि तपाईँले बल गर्नु पर्दैन। मलाई यो कुरा गरेर पो हुन्छ कि त्यो कुरा गरेर पो हुन्छ कि त्यो स्टेप पुरा गरे पो हुन्छ कि है मैले यो कुरा गरिसकेपछि पो हुन्छ कि, कुनै कुराले नि हुँदैन। तपाईँलाई सजिलो प्रकारले नि एउटा ठाउँदेखि अर्को ठाउँमा लाने चाहिँ नि पुत्र येशू ख्रीष्ट हुनुहुन्छ। तपाईँको जीवनको पापलाई नि सजिलै मेटाउन सक्ने तरिका छैन। मेरो प्रियहरू, तपाईँको जीवनको पापलाई नि सजिलै मेटाउन सक्ने चाहिँ एउटै कुरा छ, त्यो चाहिँ येशू ख्रीष्टको रगत हो। अनि बाइबलले यो कुरा भन्छ पहिले योहना 1:7 जस्तो वहाँ ज्योति हुनुहुन्छ, ज्योति हिँड्यो भने एकले अर्कोको सङ्गति हुन्छ। पुत्र येशू ख्रीष्टको रगतले जम्मै पापलाई धुन्छ। जम्मै पापलाई धोइसकेपछि तपाईँ स्वतन्त्र भइगयो नि। त्यो पापको सम्झनामा नजिउनुहोस् न। आज तपाईँलाई एउटा कुरा भनौँ, पापको सम्झनामा नजिउनुहोस्, पापको सम्झनामा नजिउनुहोस्। धेरैचोटि मान्छेको जीवनमा नि पापको सम्झनामा जिरहेको हुन्छ। म त यस्तो थिएँ होइन नि, त्यसले सम्झना ल्याउला। तपाईँ बिता दिनमा हुनुहुन्थ्यो, अहिले हुनुहुन्न। पुत्रले स्वतन्त्र गर्दाखेरि तपाईँ स्वतन्त्र भएको येशू ख्रीष्टले।
यसमा कुनै डाउटै छैन, यसमा कुनै धर्म नै छैन। त्यसले गर्दाखेरि नि तपाईँको जीवनमा नि शत्रुले यसरी काम नगरेको होस्। तपाईँलाई सजिलो बताउन चाहन्छु, यदि तपाईँ स्वतन्त्र भइसकेको मान्छेको निम्ति चाहिँ नि उहाँले भागलाई राखिदिनु भएको छ। आमेन। अगाडिको दौड चाहिँ मेरो जीवनको चाहिँ यो हुनेवाला छ। अब यसरी बताउँदैछु, यो हुनेवाला छ। प्रभुले शक्तिको काम नगर्नुहुन्छ, सामर्थको काम नगर्नुहुन्छ। उहाँले राख्नु भएको प्रतिज्ञा हरेक बाइबलको चाहिँ मेरो जीवनमा म पुरा गर्नेवाला छु। आमेन। त्यो चाहिँ अब तपाईँले आफ्नो विषयमा बोल्नु पर्यो। यो चाहिँ मैले सिल्मर सामको विषयमा बोलिदिएँ। मेरो जीवनमा प्रभुले बोल्नु भएको हरेक प्रतिज्ञालाई पुरा गर्नको निम्ति म यहाँनिर छु। यहाँनिर आउँदै गर्दाखेरि एउटै कुराको सपनाका साथमा आउँछु। त्यो चाहिँ के हो बोल्नु उभिँदाखेरि नि म एउटा नयाँ कुरालाई सिकाउँछु होइन, तर एउटा प्रतिज्ञालाई पुरा गर्दै गर्दाखेरि आज नखोलेको कुरा चाहिँ खोलिन सुरु हुन्छ। जुन प्रतिज्ञा गरेको थियो रहस्य चाहिँ प्रकट हुन्छ भन्ने विश्वासका साथमा आउँछु म सेवाकाईमा, अनि म देखि पनि राखेको छु। आमेन। ओके, अब तपाईँको विश्वास बढे पक्कै नै। अब हामी अगाडि बढ्छौँ। अब चाहिँ कसरी चाहिँ अगाडि बढ्छौँ त भनेदेखिलाई नि अघि नै मैले तपाईँलाई भनिदिइहालेँ, पापको सम्झनाले मान्छेको जीवनलाई नि कष्ट अनि वेदनामा राख्छ। मेरो प्रियहरू, हामी अगाडि बढ्नु नसकेको एक शब्दमा भन्नु नै पर्ने हो भनेदेखिलाई चाहिँ नि मान्छे अगाडि बढ्नु नसकेको छ पापले गर्दाखेरि, बन्धनले गर्दाखेरि हो। तर मेरो प्रियहरू, आज नि ख्रीष्ट सहायता गर्नको निम्ति हाम्रो बिचमा हुनुहुन्छ, हाम्रो बिचमा हुनुहुन्छ। उहाँले शक्तिको साथमा यस ठाउँमा पठाउनु भएको छ। पवित्र आत्मा हो, पवित्र आत्मा हाम्रो बिचमा हुनुहुन्छ हामीलाई सहायता गर्नको निम्ति। आमेन। पवित्र आत्माको टिचिङमा कति सिक्नुहुन्छ। पवित्र आत्मा भनेको सहायता गर्ने आत्मा, शक्तिको आत्मा। कति मैले यहाँबाट कतिवटा पवित्र आत्माको मेनिफेस्टेसनको विषयमा कति बोलिसकेँ म्यासेज। बिर्सिनुहुन्छ कि क्या हो? हजुर नबिर्सिनुहोस्। तपाईँ जीवनमा नि तपाईँले म्यासेज बिर्स्यो भने चाहिँ तपाईँको जीवन चाहिँ फेरि पनि सुकाएको सुखा नै हुन्छ। शत्रुलाई मन पराउँछ यस, किनभने तपाईँ हारेको छ शत्रुलाई मन पर्छ नि त होइन। तपाईँले जब वचनलाई बुझ्नुहुन्छ नि, प्रेरित 1:8ले पनि पवित्र आत्मा तिमीहरू माथि आउनु भएपछि तिमीले शक्ति पाउँछौ। उहाँले भन्नु भएन, उहाँलाई थाहा छ मान्छे कमजोर छ, शक्तिको आवश्यक छ। आमेन। अनि आइसक्यो त पवित्र आत्मा, प्रभुलाई महिमा दिउँ न, उहाँ हाम्रो बिचमा हुनुहुन्छ। आमेन। आमेन। पवित्र आत्मा हाम्रो बिचमा हुनुहुन्छ। मेरो प्रियहरू, नबिर्सिनुहोस्, उहाँ हाम्रो बिचमा, उहाँ आइसकेको पवित्र आत्मा, उहाँ फर्केर जानु भएको छैन। सो मेनी टाइम्स हाम्रो जीवनमा नि हामी यस्तो प्रकारले नि डिल गरिरहेको छ। पवित्र आत्मा नि यति साह्रो नि हराइहाल्ने कमजोर छ होइन, उहाँ शक्तिको आत्मा हुनुहुन्छ, उहाँले जित्नुहुन्छ। आमेन। आमेन। हामीले उहाँलाई सन्ताप दिनु भएन, हामीले उहाँलाई इन्कार चाहिँ गर्नु भएन, त्यति मात्रै हो। तर यदि तपाईँले नि पवित्र आत्मालाई स्वीकृति दिनुहुन्छ, जीवनमा काम गर्न दिनुहुन्छ, अलाउ गर्नुहुन्छ, तपाईँको जीवन उहाँले शक्तिशाली कार्यलाई गर्न थाल्नुहुन्छ। आमेन। 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 यसकारण नि नरोकिनुहोस् है त, तपाईँ मजाले अगाडि नि बढ्नु जरुरी छ। यदि तपाईँले यो सत्यतालाई बुझ्नुभयो भने नि हाम्रो जीवन चाहिँ रोकिँदैन। अहिले चिसो छ, बाहिर कक्रिँदैन। बाहिरी शरीर कक्रिनु ठुलो कुरा होइन, तर आत्मा न कक्रियो भने चाहिँ खतरा कुरा हो। शरीर चाहिँ कक्रियो भने तातो लुगा लगाएर हात मोल्दाखेरि तातो चिया खाँदा पनि ठिकै हुन्छ, तर आत्मा न कक्रियो भने के गर्ने त? सुन्नुहोस् है, पवित्र आत्माको शक्ति चाहिएको छ। यसकारण हाम्रो जीवनमा हरेक इनएक्टिभ भएको ठाउँलाई एक्टिभ गर्ने, जीवन नभएको ठाउँमा जीवन ल्याउने, सामर्थ नभएको ठाउँमा सामर्थ आउनको निम्ति पवित्र आत्मा चाहिएको। आमेन। अब म बिन्दुमा आउँदैछु, जुन कुरा चाहिँ मैले प्रचार गर्न लागेको छु। यदि अस्तिको हप्ता मैले तपाईँसँग चर्चा गरिराखेको थिएँ, त्यो चाहिँ चर्चा चाहिँ के थियो भनेदेखि हरेक सहरहरूलाई फेरि पनि उहाँले पुनर्स्थापनको समयमा या रेस्टोर गर्ने टाइममा उहाँले फर्काएर लिएर आउँदै हुनुहुन्छ। तर नि पुनर्स्थापन रेस्टोरेसनको काम चाहिँ फर्काएर ल्याउने, फेरि पुनर्निर्माणको कुराहरू, या उहाँले फेरि पनि अघिको जस्तै काम गर्ने कुरा चाहिँ नि कति बेला हुन्छ भनेदेखिलाई नि जब हामीले नि प्रार्थना गर्न सुरु गर्छौँ, पश्चाताप गर्न सुरु गर्छौँ। अनि त्यति बेला गर्दै गर्दाखेरि नि अहिले म एउटा भिडियो देखाउन आँटेको छु। आई थिङ्क मलाई याद लाग्छ सायद रेडियो होला, र यो भिडियोलाई तपाईँले राम्रो प्रकारले हेर्नु पनि पर्ने हुन्छ। त्यहाँदेखि मैले अलिकति एक्सप्लेन गर्छु। मैले जे कुरा बोल्दैछु तपाईँको आँखाले देखाउनु पर्ने थुप्रो थियो, अलिकति क्षमा पनि माग्छु। त्यो चाहिँ के यो हप्ताभरि हाम्रो सेवकाईले गर्दाखेरि मैले त्यसमा काम गर्नु पाइनँ, र अघि मात्रै एउटा भिडियोले निकालेर टक्का दिएको छु। अब बिचरा मिडिया टिमले कति काम गरे थाहा भएन, तर पक्कै गर्यो होला है भाइ। साँच्चै दामी मान्छे, अघि भर्खर दिएको बिचराले कति गर्यो कि जति गर्यो है,
भाइलाई बधाई नै छ, मैले एक दुईवटा इन्स्ट्रक्सन दिएको थिएँ, त्यो चाहिँ जसरी भनी देखाइदियो भनिकन। तर अब हेर्नुहोस्, हेर्नु जानुभन्दा अगाडि तर म बाइबलको कुरालाई भन्न चाहन्छु। सुन्नुहोस्, हामीले कसैको कुरालाई देखिकन वास्तवमा नि प्रेरणा चाहिँ पाउनु सक्छ, तर परिवर्तन चाहिँ आउँदैन। फेरि कुरा बुझ्दै हुनुहुन्छ? प्रेरणा चाहिँ आउँछ नि, कसैलाई देख्दाखेरि प्रेरणा आउँछ। सायद हामी अहिले नि थुप्रोले प्रेरणाले यहाँ हलमा आउनेहरूले मान्छेले के गर्छ, प्रेरणा, वाउ हामी पनि यस्तै बनाऊँ। त्यो प्रेरणा लिनु ठिकै हो, बनाउनु भिन्दै हो। फेरि मैले बोलेको बुझ्दै हुनुहुन्छ नि है? अहिले तपाईँले प्रेरणा मात्रै लिएर चाहिँ हुँदैन मेरो प्रेयर, तपाईँ इन्सपायर भएर चाहिँ के पनि हुँदैन। तर तपाईँको जीवन चाहिँ नि परिवर्तन भएको छ भने चाहिँ पक्कै तपाईँ निर्माण गर्ने व्यक्ति पवित्र आत्मा प्रभुले तपाईँको जीवनलाई बनाउन सक्नुहुन्छ। करार आमेन भन्नुहोस् न। अब नि परिवर्तन गर्ने व्यक्ति चाहिँ कुन ठाउँमा आएको हुनुपर्छ त? कति बेला चाहिँ परिवर्तन चाहिँ वास्तवमा चाहिँ सोचेको प्रतिज्ञा चाहिँ पुरा हुन्छ भन्ने कुरा नि जानेकै कुरा हो। फेरि तपाईँले नजानेको चाहिँ छैन, जानेकै कुरा हो। आजको साझा मैले एउटा खण्डलाई जस्ट पढेर तपाईँलाई रिमाइन्ड गराइदिएको, बिर्सेको थियो होला, सम्झनामा ल्याइदिने कार्य चाहिँ म तपाईँलाई गर्दैछु। मसित पल्टाउनुहोस् दोस्रो इतिहासको किताब, त्यसको 7 अध्यायको 14 पद। बाइबल पढ्नौँ है त, पल्टाउनुहोस् है। बाइबल ल्याउनु भएको छ? हजुर, बाइबल चाहिँ बोकेर आउनुहोस् है। ल्यायो? जवान भाइहरू स्याबास, यस्तो चाहिँ मनपर्छ मलाई। बाइबलै बिना आयो भने त केही न केही जिन्दगी लडाइँमा नि बन्दुक बिना गएको जस्तो मात्रै हो त्यो मान्छे चाहिँ। ल्या ल, अब सबलाई हेर्दैछ है। ल्यायो, राम्रो, खुसी लाग्यो। ल भयो नि है। ल अब बाउला पास गर्दैछ हो, आमाको बाइबललाई। कस्तो राम्रो है। ल पायो, पढौँ। यानी के लेख्छ? दोस्रो इतिहास 7 को 14, सेकेन्ड क्रोनिकल च्याप्टर 7 वर्स 14। यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले आफूलाई नम्र परेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्नो दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु। परमेश्वरले नि शक्तिशाली प्रतिज्ञा चाहिँ के गर्नुपर्छ? यदि मेरो नाउँ कहलेको प्रजा आफूलाई नम्र पारेर फर्किन्छ, तपाईँले 1000 खेप सुन्नु भएको, तर मैले रिमाइन्ड गराउँदैछु, फर्किन्छ भने चाहिँ नि परमेश्वरले पनि के कुरा बोल्नु भएको छ वचनमा, म तिनीहरूको प्रार्थनालाई के गर्छु? हेलो, यो पोइन्टलाई याद गर्नुहोस्। परमेश्वरले के गर्नुहुन्छ प्रार्थनालाई? हेलो, के हुन्छ? हजुर, हजुर सुन्छ, मैले प्रार्थनालाई सुन्छ। सुन्नुहोस्, एउटा कुरा चाहिँ कहिले पनि नबिर्सिनुहोस्, शत्रुले चाहिँ नि सुन्दैन, हुँदैन भन्छ। हामी धेरैचोटि चाहिँ मान्छेको जीवनमा चाहिँ समस्या चाहिँ के छ भने नि मेरो प्रार्थना सुनाइ भएन होइन। यदि बाइबलमा तपाईँले हरेक खण्डलाई तपाईँले पढ्नु भयो भने नि इजरायली जाति नि कष्टमा परेको छ। एभ्री 40 इयर्स नि उनीहरू समस्यामा परेको छ। परमेश्वरसँग विद्रोही भयो अनि फेरि उनीहरू दासत्वमा गएको छ। दासत्वमा फेरि उनीहरूले नि त्यो क्याप्टिभ छ, उनीहरूलाई 70 यो पीडा आयो। उनीहरूले प्रार्थना गरे अनि परमेश्वर उनीहरूको प्रार्थनालाई फेरि सुन्नु भएको छ, उनीहरूलाई स्वतन्त्र दिनुभएको छ। परमेश्वर हाम्रो प्रार्थनालाई सुन्नु हुन्छ। आज त तपाईँको मनमा म बोल्न थाल्नुहोस्, मेरो प्रार्थनालाई प्रभुले सुन्नुहुन्छ भनिकन। आमेन। अनि कति अर्कालाई प्रार्थना गर्नु, तपाईँको प्रार्थना सुन्छ त? अन्त आज तपाईँलाई एउटा कुरालाई बुझाइदिउँ, तपाईँको प्रार्थना प्रभुले सुन्नुहुन्छ। धेरैचोटि नि मान्छेले यति बेसी प्रार्थना गरे माग्छ, नराम्रो चाहिँ होइन मेरो प्रियहरू, नराम्रो होइन। तर नि एउटा कुरा चाहिँ विश्वास गर्नुहोस्, जान्नुहोस् भने तपाईँको आफ्नै प्रार्थना परमेश्वरले सुन्नुहुन्छ। आमेन, आमेन। यहाँ मजाको कुरा छ, नम्र परेर प्रार्थना गर्छ, म त्यसलाई खोजेर आफ्नो दुष्ट चालबाट फर्कन्छ, तब त्यो स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूको पाप क्षमा गर्नेछु र तिनीहरूको देशलाई म स्वस्थ पार्नेछु। यहाँनिर नि जुन पर्टिकुलर वर्ड स्वस्थ पार्छु या हिलिङलाई लिएर आउँछु भन्ने कुरा नि यहाँ हेर्नुहोस् है। यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले आफूलाई नम्र पारेर प्रार्थना गर्छ, मलाई खोजेर आफ्नो दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूको पाप क्षमा गर्छु। सुन्नुहोस् है, उहाँले नि प्रार्थना सुनिकन नि उहाँले नि यो कुराको एस्योर गर्नु भएको छ या तपाईँलाई नि भरोसा दिलाएको छ। त्यो चाहिँ के गरेको छ? म तिम्रो के गरिदिन्छु? पापलाई के गरिदिन्छु? हजुर, हजुर उहाँले भने त हो मेरो प्रियहरू। आज म तपाईँलाई यो कुरा दुईटा कुरा चाहिँ बुझेका चाहन्छु। नम्बर 1 तपाईँको प्रार्थना सुन्छ, नम्बर 2 उहाँले क्षमा गर्नुहुन्छ, क्षमा गर्नुहुन्छ। अनि नम्बर 3 चाहिँ नि
उहाँले हिलिङलाई ल्याउन थाल्नुहुन्छ त्यहाँदेखि जब सँगै आउन थाल्छ नि त्यति बेला चाहिँ बदलावहरू देखा पर्न सुरु हुन्छ जबसम्म मान्छेको जीवनमा सँगै आउँदैन नि बदलाव सुरु हुँदैन आज नि सँगै भन्ने कुरा कति ठुलो शीर्षक छ म नट ओन्ली फिजिकल हिलिङ प्राणको क्षेत्रको सँगैको कुरा गरेँ भने नि आज राति नि रातभरि बोल्यो भने पनि सायद सक्दैन होला टपिक त्यति बेसी हिलिङ मान्छेको जीवनमा आउन जरुरी छ चोट खाएको छ गाली खाएको छ मन दुखेको छ है आशा हराएको छ के छ भित्र गाँठो है अनि त्यसले गर्दाखेरि के भएको छ मान्छे हिलुन सकेको छैन त्यो मान्छे नि आफै बन्धनमा राम्रो सुन्नुहोस् आफै बन्धनमा परेका मान्छेले चाहिँ नि अरूलाई बन्धनबाट मुक्त गर्नु सक्दैन त्यसको त बाइबलले के भन्यो अन्धाले अन्धालाई डोर्याउनु सक्दैन आफै अन्धा छ तपाईँले नि अर्कालाई डोर्याउँछु भने चाहिँ दुईटा चाहिँ नि खाल्टामै पस्छ किन भन्नुहोस् त्यो मान्छेलाई नि हिल भएन नि त तर नि यदि हिल भएको मान्छे हो भने चाहिँ शक्तिशाली कार्य देखा पर्छ म यहाँनिर नि अमेरिकाको ग्वाटेमालामा नि एउटा सहर थियो त्यो सहरमा नि एउटा सानो मान्छेले प्रार्थना गर्न थाल्यो नि त्यति बेला चाहिँ नि सहरहरू परिवर्तन भयो नेक्स्ट विक हामी धेरै कुराले हेर्नेछौँ तर यो विक भने एउटा कुरालाई बोलेको कुरालाई अस्तिदेखि देखाउँछु भनेर ढाँटेको जस्तो भयो र हामी नि त्यसलाई हेर्छौँ एकछिन लाइट चाहिँ यताको माऱ्यो भने चाहिँ सायद मजाले नै देख्छ होला है यो पनि अलिकति साइड गऱ्यो नि अगाडिकोले देख्छ होला नभए देख्दैन होला अन्त यो यसमा पनि लगायो भने चाहिँ देख्छ अब मेरीहरूले देख्दैन Almalonga was an extremely poor village. This was a community in total poverty and alcohol addiction. Violence, ignorance, witchcraft, their cult, idol worshiping. Many cite Almalonga as a world-class example of community transformation. It may very well be. As many as 8 out of 10 residents now consider themselves born-again Christians. But it hasn't always been like this. Just 20 years ago, Almalonga was a dark and dangerous place. Suffered from poverty, violence, ignorance, and besides that, alcohol was the main problem. If you would go to Almalonga 20 years ago in the morning, 7 a.m., and walk the streets of Almalonga, you would have encountered many, many men just lying on the street because they were totally drunk. We had many jails because there were so many problems. Chief of Police Donato Santiago recalls that people were always fighting. Officials built 4 jails, but even they couldn't contain the problem. Overflow prisoners were routinely bused to a nearby city. Domestic violence was especially pronounced. Pastor Mariano Riscaje, one of the key leaders of Almalonga's spiritual turnaround, has similar memories. I was raised in misery. My father sometimes drank for 40 to 50 straight days. We never had a big meal, only a little tortilla with a small glass of coffee. My parents spent what little money they had on alcohol. During these dark days, the gospel did not fare well. Outside evangelists were commonly chased away with sticks or rocks, while small local house churches were also stoned. Evangelical Christians were a despised minority. On one occasion, 6 men shoved a gun barrel down Mariano's throat. As they began to pull the trigger, he silently petitioned the Lord for protection. When the hammer fell, nothing happened. Pastor Riscaje called his small flock into prayer. It was time to break the stranglehold of violence, superstition, and poverty. As the intercessors lifted their petitions heavenward, they were filled with a supernatural faith. We told the Lord, it is not possible that we could be so insignificant when your word says we are heads and not tails. We kept fasting 3 or 4 days a week, and every Saturday we held a prayer vigil. And that was what I think opened the door. People started to be delivered, men started to be saved and come to church. It was a tremendous, tremendous blessing. A revival, I would call it. And then after many signs and wonders started taking place and a lot of mass deliverances from demonic oppression, churches started growing.
Is it true today that when people pray? I was in a lot of pain, so much that I couldn't walk. My whole body was paralyzed and I couldn't even eat or talk. She was very sick, and her condition got worse with every passing day. There was nothing we could do, so we decided to arrange her funeral because there was no hope for her. The house was filled with family members and neighbors had gathered outside. Everyone thought she was dying. The smell of death was everywhere. They called me to arrange the funeral, and on the way there, the Lord told me to pray for her. So I just went up to her bed and said, "In the name of Jesus Christ, get up." And she rose up instantly with no sickness in her body. I felt a warmth and I saw a bright light above me. Then I opened my eyes and I saw the pastor. I rejoice before the Lord for my healing, and I give thanks to God for my life. After they saw the miracle, my mother and all my brothers and sisters were converted. With such dramatic testimonies, hundreds began giving their hearts to Christ. When people saw that the gospel started changing lives, they started taking note. People started becoming more and more attracted to the gospel because they saw the transformation in individual lives. Now there are more than 24 evangelical churches in Almolonga, a town of just 19,000. Mariano Riscaje's El Calvario Church seats 1,200 and is nearly always packed. But the Holy Spirit's presence has not been measured by church growth alone. A walk through Almolonga's bustling commercial district reveals the impact of the revival's social transformation. Streets and buildings are named after biblical places. Where once Almolonga was peppered with bars or cantinas, 36 in all, now there are only 3. And as the drinking stopped, so did the violence. For 20 years, the town's crime rate has declined steadily. In 1994, the last of Almolonga's 4 jails closed. The remodeled building is now called the Hall of Honor. For Police Chief Santiago, these are the good times. You don't have any jails in town now? Ahora no hay ni una sola cárcel aquí en Almolonga. No hay nada. No, we don't have nothing. Because you don't need them? ¿Por qué? Porque no las necesitan. No necesitan cárceles ahora. No, porque no hay gente que cometa delito. No, because there's no people that do trouble. Sí, ya no hay más delito como antes. No, not like before. Even the town's agricultural base has come to life. For years, crop yields around Almolonga suffered from a combination of arid land and poor work habits. But as the people have turned to God, they have seen a remarkable transformation of their land. And Almolonga became a fertile valley. It is so fertile that the land is so good. They produce the best vegetables. They get as many as 3 harvests per year. They sell their vegetables to Guatemala, south of Mexico, and El Salvador. Before the spiritual turnaround, growers were exporting 4 truckloads of produce a month. Now they leave town 40 times a week. Nicknamed America's Vegetable Garden, Almolonga's produce is of biblical proportions. The wisdom that God gave the farmers in Almolonga produced better crops than the scientific methods yielded. And the farmers constantly give the glory to the Lord for producing the bountiful harvest. Before, when we harvested the radish, it would take up to 60 days. But when God came into town, it only took 40. And now, quite often, it only takes 25 days to harvest. Idolatry and superstition have fled, leaving behind a people dedicated to fervent worship and honest labor. Traditional Stoicism has given way to heartfelt exuberance. Or what you have is 20 Protestant churches, very active, very militant, and very involved in praise, worship, deliverance, and so on and so forth. Many fast 3 times a week and continue to assault the forces of darkness through prayer and evangelism. The people of Almolonga turn out in mass to honor the living God. Almolonga teaches us this. You had a community given to idolatry, witchcraft, alcoholism,
disruptive families, and now you have a... कारण चाहिँ के हो भनेर चाहिँ बत्ती बाल्नुहोस्। एउटा ठाउँ चाहिँ जब मान्छेहरू उठ्यो अनि यो चाहिँ नर्थ अमेरिकाको अल्मोलोङ्गा भन्ने ठाउँ, अनि जुन ठाउँमा चाहिँ जब मान्छेले प्रार्थना गरे, अघि नै राम्रो हेर्नुहोस्, यो लामो छ भिडियो, थुप्रो अझ संसारको विभिन्न ठाउँको कुरा छ। म नेक्स्ट विक तपाईँलाई त्यसको हामी मजाले बनाएर हेर्नेछौँ। तर आज भनेदेखिलाई म तपाईँलाई किन चाहिँ यहाँ रोकेर बोल्दैछु भनेदेखिलाई नि, जुन कुरा नि उनीहरूले प्रार्थना गरे नि, तपाईँले कतिजनाले अङ्ग्रेजी बुझ्नु भयो होला, कतिजनाले बुझ्नु भयो होला, अलिकति यहाँनिर के भन्दै थिएँ म त त्यो कुरालाई तपाईँलाई भनिदिउँ। उनीहरूले जब प्रार्थना गर्न थाले नि, उनीहरूको ठाउँ चाहिँ कस्तो थिएछ भन्नुहोस् त, मत्तुहरूले भरेको, बेबिचारी है, थुप्रो कुरालाई पुज्नेहरू, अनि यति साह्रो झगडा हुन्थ्यो अरे, जेल ठुल्ठुलो है जेल बनाएको, अनि त्यो जेलमा नआँटेर पनि मान्छेहरूलाई नि अरू ठाउँमा पनि लगेर जानुपर्ने, किन भन्नुहोस् त क्राइम रेट एकदमै डरलाग्दो बढेको, गरिब, अनि त्यहाँनिर मान्छे नि मातेर नि स्ट्रिटमा यता र उता लडेको त मत्तुहरू मात्रै भेट्थ्यो अरे। तर त्यो ठाउँमा नि कुनै व्यक्तिहरू उठ्यो, सुन्नुहोस् है, यही कुरा चाहिँ बोल्न चाहेको, कुनै व्यक्ति चाहिँ उठ्यो जसले चाहिँ प्रार्थना गर्न सुरु गर्यो, जसले चाहिँ यो कुरा भने, यो कुरालाई चाहिँ अब सदिन परिवर्तन हुनुपर्छ। कसैको प्रार्थना सुरु हुन थाल्यो नि, हेर्दाखेरि नि असम्भव देखिरहेको छ। 4वटा जेलहरू भरेर मान्छे खचाखच छ है, गरिबी छ, बेबिचार छ, मत्तु खाने पिउने यति साह्रो नराम्रो आदतले भरेका मान्छेहरू छ। तर त्यहाँनिर नि प्रार्थना गर्ने जब मान्छे सुरु हुन थाले नि, त्यहाँनिर एउटा त्यो बहिनीलाई देखाइरहेको थियो, ऊ मर्न आँटेको, उसलाई त नि फ्युनरल गर्नुपर्छ भन्ने मान्छे पनि आएको, तर त्यो पास्टरले जब प्रार्थना गरे नि उसको जीवनमा चङ्गाइ आयो, मान्छेहरू नि विश्वास गर्न थाले। कति बेला भन्नुहोस् त, जब आशुष कर्म नि त्यो ठाउँमा नि हुन सुरु गर्यो। आमेन आमेन। बोलेर चाहिँ परिवर्तन आउँदैन मेरो प्रियहरू। यदि नि आज नि जुन पवित्र आत्मा तपाईँले पाउनु भयो नि, अब त्यो पवित्र आत्मा चाहिँ साँच्चै नि प्रदर्शन गर्ने समयभित्र आइपुगेका छौँ। आमेन आमेन। पवित्र आत्माको शक्ति नि वास्तवमा नि प्रकट हुनपर्छ नि। जब नि मान्छेहरू नि छुटकारा पाउन थाले, सँगै हुन थाले नि, यहाँनिर के भनेको छ भनेर त्यहाँदेखि धुइरो मान्छेहरू नि चर्चमा आउनु सुरु गर्यो। अनि त्यो चर्चमा आउँदा सुरु गर्दाखेरि उनीहरूको चर्चहरू भरि नै आत्मा जित्ने काम मात्र भएन, तर भूमिले नि स्वतन्त्र नि देख्न थाल्यो। जब नि मान्छे आशिषित हुन्छ, प्रभुको डर नि भएमा जिउन थाल्छ नि, त्यति बेला भूमिका बन्धन श्रापहरू नि भाँचिन सुरु गर्छ। त्यो गाजर फलिनु नि 60 दिन लाग्थ्यो अरे, तर उनीहरूको गाजर चाहिँ नि 40 दिनमा नि हुन थाल्यो। वर्षमा 3 चोटि नि उनीहरूले नि पहिला हार्भेस्ट गर्थे अरे, त्यहाँदेखि अब चाहिँ यति साह्रो बेसी बढ्न थाल्यो उनीहरूकोमा। सुन्नुहोस् है, हप्तामा 3-4 ट्रक मात्र लाने सब्जी, तर नि हप्तामा 40 ट्रक भन्दा बेसी नि सब्जी लाने नि त्यो ठाउँ भयो। अनि उनीहरूले के भन्छ भन्नुहोस् त, उनीहरूको ठाउँबाट नि गरिबी मेटेर गयो। जहाँनिर चाहिँ प्रभुको राज्य आउँछ नि, आज एउटा कुरा तपाईँलाई भनिदिउँ, अस्तिदेखि यो कुरालाई भन्नु मन लागिरहेको छ, तर नि म त्यहाँ आइपुगेको छुइनँ, तर पनि आज चाहिँ भन्न चाहन्छु। तपाईँलाई याद छ बाइबल इतिहासमा तपाईँले पढ्नुभयो भनेदेखि जब नि सोलोमनको समय आयो, राज्य गर्यो यरुसलेममा, त्यति बेला चाहिँ यरुसलेमको चाहिँ सुन योग भन्छ गोल्डन एरा सुरु थियो। त्यति बेला चाहिँ नि यहुदीहरू चाहिँ सबैभन्दा धनी, सबैभन्दा सम्पन्न थिए, अनि नि हरेक शत्रुबाट नि अलग थिए। किन भन्नुहोस् त, राजालाई परमेश्वरी बुद्धि ज्ञान सबै कुरा देख्थ्यो। तर एउटा टाइम आयो, त्यो मान्छे नि भ्रष्ट भएर गयो। बुद्धि त थियो नि, तर बिहा गर्नु छोडेन। बुद्धि त थियो नि है, ज्ञानी त हो नि, तर परमेश्वरले भन्दाखेरि नि अरू कुरामा नि उसले मन लगाउन थाल्यो। उसले पाएको धन, उसले पाएको सम्पत्तिमा जान थाल्यो। सुन्नुहोस् है, धेरैचोटि मान्छे चाहिँ ज्ञानी त हुन्छ, तर बेहोरा चाहिँ हुँदैन। मैले अस्ति नै एउटा क्यारेक्टरको कुरा पनि गरेको थिएँ, चरित्र नभएको मान्छे चाहिँ कहिले पनि माथि हुँदैन। यदि माथि नै छ भने नि ओभरनाइट मुनि झर्नु सक्छ। सुनर लेटरको कुरा मात्रै हो, ढिलो या छिटो मात्रै हो, तर नि त्यो तल झर्छ, किनभने चरित्र छैन नि त। सुन्नुहोस्, आज नि एउटा यो प्रकारको नि परिवर्तन त आउँछ नि। यो प्रकारको परिवर्तन के हाम्रो ठाउँमा प्रले गर्न सक्नुहुन्न हजुर? 2001 को हो यो। कति भयो? आजभन्दा 24 वर्ष अगाडि। सुन्नुहोस् है, पुरानो कुरा गरेको होइन, बाइबलको पुरानो प्रभुले त्यो हो नि भन्छ तपाईँले। यो ठाउँमा भएको यो भिडियो देखाइदिएको, अर्को हप्ता अझै बेसी देखाइदिन्छु। सुन्नुहोस् है, यो प्रकारको नि संसारमा नि प्रभुले कार्य गरिराखेको छ। अब हाम्रो पालो हो। आमेन। यदि हामी फर्किन्छौँ र हामी नै यो कुरा गर्छौँ भनेदेखिलाई नि त्योभन्दा शक्तिशाली कार्य नि येशू ख्रीष्टले गर्न सक्नुहुन्छ। करार आमेन भन्नुहोस् न। म नि सट्टै नि अगाडि बढ्न चाहन्छु।
म त्यो ठाउँमा पुग्न चाहन्छु जहाँनिर चाहिँ अस्तिको हप्ता हामी छोडेका छौँ। म त्यो वचनलाई पढिकन अगाडि बढ्न चाहन्छु। अस्तिको हप्ता म कहाँ पुगेको छु म तपाईँलाई सम्झना दिन्छु। कहाँ पुगेको छु म? बलियो छ भन्ने रहेछु हजुर। अस्तिको हप्ता म कहाँ पुगेको छु? यसै 61 को 4 मा पुगेको थिएँ। त्यहाँदेखि नि अर्को पद पनि थियो, त्यही पदलाई म फेरि पनि पढ्छु। छिटो पाउनु भयो? 61 को नि 4 पदलाई पढ्दैछु। यशाया, आइजाया च्याप्टर 61 भर्स 4 पल्टाउनुहोस् है सबले। यदि यो पढेर कुरै बुझेन भन्दा अगाडि बढ्न सक्दैन। फेरि राम्रो कुरा बुझ्नुपर्ने हुन्छ है त। भन्नु भयो ल, तपाईँले पाएछ, खुसी लाग्यो। म पढौँ? ओके ल, हेर्नुहोस् है तपाईँको बाइबलमा। तिनीहरूले पुरानो भग्नावशेष पुनर्निर्माण गर्नेछन्, नष्ट भएका ठाउँहरू तिनीहरूले फेरि पनि बनाउनेछन् र पुस्तादेखि भग्नावशेष भएर रहेका सहरहरूलाई तिनीहरूले फेरि पनि नयाँ बनाउनेछन्। आमेन आमेन। एजेकियलको 36 को 35 अनि 36 पद, त्यसलाई पनि पढौँ। एजेकियल 36 को 35 अनि 36 पदलाई, त्यहाँदेखि म आज सट्ट अगाडि बढ्छु। पाउनुभयो? एजेकियल 36 अध्याय 35 अनि 36 पद अस्तिको हप्ता पढिसकेको छु, तर यहाँदेखि म अब अगाडि बढ्दैछु। यसै लेखेको छ, मानिसहरूले भनिन्छन् यो जमिन जो उजाड थियो अब अदनको बगैँचा भएको छ। ती उजाड सर्वनाश र ध्वंस भएको सहरहरू अब किल्ला र मानिसहरूले भरेका छन्। तब तिनीहरूका चारैतिर बाँकी रहेका जातिहरूले भनेछन् यी नष्ट पारेको सहरलाई म परमप्रभुले फेरि बनाइदिएको छु र उजाड भएको जमिनलाई फेरि उर्वरक जमिनमा परिवर्तन गरिदिएको छु। म परमप्रभुले भनेको हुँ र म यो गर्ने नै छु। आमेन। अनि यही जुन वचन चाहिँ अहिले नै हामीले पढ्यौँ नि अलमलङ्गामा नि, यही कुरालाई चाहिँ हामीले देख्यौँ। परमेश्वरले नि त्यहाँका मान्छेलाई रेस्टोर मात्र गर्नु भएन, त्यो भत्केको सहर व्यवस्था छैन, वचन छैन है, एथिकल कुरा पनि छैन, मोरल भ्याल्यु पनि छैन है, स्पिरिचुअल भ्याल्यु त कुरै छोडिदिउँ। भत्तभुङ्ग भएको कुरा नि जब उनीहरूले परमेश्वरमा नि जब फर्केर आयो, सुन्नुहोस् है, वचन नि हरेक समय नि वचनको सत्यताले चाहिँ नि कामलाई गरिरहेको छ। हरेक समय नि वचनको सत्यताले नि यस्तो आश्चर्य कर्मलाई गरिरहेको छ। यदि तपाईँले मैले खोज्न थाल्यौँ भनेदेखि नि त्यसको रहस्यको कुरा हामी बुझ्न सजिलो पर्छ। अनि यहाँनिर नि अलमलङ्गामा चाहिँ के हुँदैछ, परमेश्वरले बोलेको कुरा नि उनीको जीवनमा साँच्चै नै छुटकारा उनीको जीवनमा लिएर आयो। अनि नि उहाँले भने के छ, जमिनलाई म के गरिदिन्छु, फेरि अघि उजाड थियो उर्वराउ बनाउँछु या फर्टाइल बनाउँछु, म के गरिदिन्छु, फेरि पनि रेस्टोर गर्छु त्यो जमिनलाई। अनि फेरि पनि त्यो चाहिँ के गर्छ, फल्ने हुन्छ। सुन्नुहोस् है, अब नि 2 प्रकारको छुटकारा यस पृथ्वीमा नि देख्नेछ, पहिलो मानिसमा, दोस्रो जमिनमा। आमेन आमेन। जुन कुरा चाहिँ यस पृथ्वीमा नि शत्रुले नि खोसेर लगिसकेको छ, मान्छेको जीवनको नि बन्धनमा परिराखेको छ, जमिन नि दासत्वमा परिरहेको छ, श्राप थुप्रो कुरा नि नाश पारिरहेको छ। तर प्रभुले आफ्नो महिमालाई फर्काएर लिएर आउँदै गर्दाखेरि नि यस ठाउँमा नि प्रभुको विजयको कुरा देखा पर्न थाल्छ। मेरो प्रियहरू, जुन कुरा चाहिँ आजसम्म तपाईँले देख्नु भएन, आजसम्म नि यो कुरालाई नि तपाईँले महसुस गर्नु भएको छैन, तर टाइम चाहिँ यहाँनिर आइपुग्यो, त्यो कुरा चाहिँ देखा पर्ने समय हो। आमेन। देखा पर्ने समय हो, त्यो चाहिँ प्रकट हुने समय हो। यदि नि म नि वचनमा आज उभिन थाल्छु अनि नि उहाँको वचनले नि बुझ्यो भने नि अहिले हामीले हेरेको सर्ट क्लिपमा नि यही वचन चाहिँ पुरा भएको छ, यही वचन नै पुरा भएको हो। अनि यही वचन चाहिँ नि अझ ठुलो प्रकारले ग्रेटर मेजरमा नि पुरा हुने टाइम आउँदैछ मेरो प्रियहरू। आमेन आमेन।
यदि नि हामी तयारी हुन्छौँ, यदि हामी भन्छौँ प्रभु मसँग तयार छु, यो कुरा चाहिँ मेरो समयमा, मेरो जीवनमा, मेरो ठाउँमा हुनपर्छ, अनि यस्तो परिवर्तन चाहिँ म मेरो सहरलाई देख्दैछु, आज नि मेरो सहरमा चाहिँ म चाहन्छु, म भन्छु प्रभु म चाहिँ मेरो सहरलाई बदलाउ ल्याउने व्यक्ति बनिन्छु। यसो कसैले जब यस पृथ्वीमा हुनुहुन्थ्यो, सुन्नुहोस् है, यो जस्तो हिमालयले भनेको कुरा होइन, यीशु ख्रीष्ट जब यस पृथ्वीमा हुनुहुन्थ्यो आजभन्दा 2000 वर्ष अगाडि उहाँले जब सेवकाईलाई गर्नुभयो, त्यति बेला पनि उहाँले त्यो सहरहरूलाई फोकस गर्नुभयो। मेरो प्रियहरू, म मान्छेको कुरा गर्दिनँ, यीशु प्रभुको जीवनको कुरा गर्दैछु। मसित पल्टाउनुहोस् न लुकाको किताब 10 अध्यायको 1 पद। मैले जे कुरा बोले म तपाईँलाई बाहिरबाट बताउन चाहन्छु। लुका 10 अध्यायको 1 पद। लुका 10 को 1। यीशु ख्रीष्टले पनि नि सहरहरूलाई नि फोकस गर्नुभयो। सुन्नुहोस् है, उहाँले यस पृथ्वीमा नि सेवकाई गर्दै हुनुहुन्छ, अनि यो सेवकाई गर्दै गर्दाखेरि नि उहाँले नि यस पृथ्वीमा नि यो कुरालाई गर्न चाहनुभयो। अनि त्यो चाहिँ के थियो भने सहरहरूमा नि यीशु ख्रीष्टले मानिसहरूलाई पठाउनु भयो, किनभने सहर बाँचेको नि यीशु ख्रीष्टले चाहनुहुन्थ्यो। कराएर आमेन भन्नुहोस् न। आमेन आमेन। सहर बाँचेको यीशु ख्रीष्टले चाहनुहुन्थ्यो। अनि त्यो चाहिँ के थियो भनेदेखिलाई नि म यहाँनिर नि 10 को 1 पदलाई नि यहाँनिर पढेर सुनाउँछु। यसै लेखेको छ, त्यसपछि प्रभुले अरू 70 जनालाई नियुक्त गर्नुभयो र आफू जान लाग्नु भएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई 2-2 गरी पठाउनु भयो र उहाँले तिनीहरूलाई भन्नुभयो फसल त प्रशस्त छ तर खेतालाहरू थोरै छन्, यसकारण फसलको प्रभुलाई प्रार्थना गर र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिनुहुन्छ। जाऊ हेर म तिमीलाई बाँसहरूको बीचमा भेडाका पाठाहरू चाहिँ पठाउँदैछु, न त पैसा, न थैली, न झोला, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर, जुन घरमा पसो पहिला भन यस घरलाई शान्ति होस्। आमेन। यीशु ख्रीष्टले नि उहाँ जानुभन्दा अगाडि उहाँ नि यस पृथ्वीमा नि 3.5 वर्ष सेवकाई गर्नुभयो, तर 3.5 वर्षको नि सेवकाई अवधिमा हामीले हेऱ्यौँ भनेदेखिलाई नि यीशु ख्रीष्ट जानुभन्दा अगाडि नि यीशु ख्रीष्टले पनि के गर्नुभयो, मान्छेलाई नि सहर सहर गाउँमा पठाउनु भयो, किनभने उहाँको उद्देश्य, उहाँको इच्छा, उहाँको नि इच्छा चाहिँ के हो भनेदेखिलाई नि त्यो मान्छे चाहिँ नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। उहाँको उद्देश्य छ। सहरहरू हेर्दाखेरि नि हामी हेर्दाखेरि सायद हामीले देख्दाखेरि सहरहरूलाई के हुन्छ, यदि अब दुबईमा गएन, हामी गान्तोक सहरमा छ, गान्तोकहरूले त यहाँ हेर्दै के छ, वाउ गान्तोक है, वाउ दुबई, वाउ फल्ला, किन म संसारको धेरै सहरहरूलाई देखेको छु, अल्को बिल्डिङ झालाका झिलिक लाइट देखेछ, मान्छेको मुखले वाउ, तर प्रभुले त्यो हेर्दाखेरि त्यो सहरलाई वाउ भन्नुहुन्न, उहाँले वाउ भन्नुहुन्न। आज तपाईँलाई ट्रुथ भनिदिएको, उहाँले वाउ भन्नुहुन्न, उहाँले वाउ भन्नुहुन्न है। उहाँले नि त्यो सहरलाई देख्दै गर्दाखेरि चाहिँ नि के हुन्छ भन्नुहोस् त, उहाँको हृदय चाहिँ खान्छ। त्यो सहरलाई देख्दाखेरि चाहिँ त्यो हृदय खान्छ। त्यहाँ आमाहरू छैन? छ आमाहरू? नानीको आमाहरू छ? अलिक यसो हेर्नुहोस् त, म्याराथन कुद्नेहरूलाई यसो राख्नुहोस् त, ल फेरि आमालाई ठ्यासै नजाओस् है फेरि। अब सुन्नुहोस् प्लिज, किन भन्नुहोस् त, त्यो नानीहरू कलाएर यहाँनिर बाउहरू हेर्नु थालिहाल्यो फेरि पछाडि, ध्यान गइहाल्छ। प्लिज राम्रो सुन्नुहोस्, यीशु ख्रीष्टले सहरलाई हेर्दाखेरि वाउ भन्नुहुन्न। उहाँले देख्दाखेरि अहिलेको प्रेजेन्ट वर्ल्डलाई देख्दै गर्दाखेरि, ठुलो ठुलो सहरहरूलाई देख्दाखेरि, मेगा सिटिजहरूलाई देख्दै गर्दाखेरि नि उहाँले अहिले तपाईँले मैले देख्दाखेरि चाहिँ भन्छ आर्किटेक्चर मार्बल, वाउ कस्तो आर्किटेक्ट। म सिङ्गापुरमा कतिचोटि गएको मलाई थाहा छ, सिङ्गापुरको एउटा बिल्डिङ नि अर्को बिल्डिङसँग मिल्दैन, भयङ्कर आर्किटेक्चर। संसारको नि आर्किटेक्ट पनि सिङ्गापुरमा आएर हेर्छ भन्छ, सानो देश हो तर नि यस्तो विभिन्न खालको छ है। अनि म त्यहाँनिर कुनै घर नि कन्टेनर जस्तो, कुनै घर कस्तो, कुनै घर कस्तो, कुनै घर कस्तो। दुबईमा जानुभयो भने के छ, एउटा नि सिटी नै छ, अनि त्यो सिटी चाहिँ के छ, त्यो एउटा फरेन सिटी, के अरे सुसनहरू बस्दै थियो, के भन्थ्यो, सुसन छ यहाँ आज छ सुसन, जुन चाहिँ देशको नाम छ नि उनीहरूले नि इटाली, सबै आर्किटेक्ट नि
इटालीको घर जस्तो हुन्छ त्यस्तो नै गरेको छ हजुर ग्लोबल भिलेज राइट बेना ग्लोबल भिलेज छ सुन्नुहोस् है संसारको जस्तो राष्ट्र छ उनीहरूले घरलाई त्यस्तै बनाएको छ किन हामी त्यहाँनिर गएर आएको तर त्यो देख्दाखेरि त उसलाई त अचक्क हुन्छ नि एउटा घर अर्कै छ अर्को घर अर्कै अर्को घर अर्कै है त्यो देशमा पसेको जस्तो नै हुन्छ किनभने त्यो घरको हरेक आर्किटेक्चर नै के छ त्यो देशसँग मिल्छ सुन्नुहोस् है तर प्रभुले देख्दाखेरि वाउ भन्नुहुन्न हामीले चाहिँ वाउ हुन्छ बुर्ज खलिफालाई देख्दा के हुन्छ 150 तला वाउ अझै बेसी पनि होला सायद 120 कि 150 सम्म त पुऱ्याइदिन्छ माथि म खुदै चढेर हेरेको केही छैन रहेछ घाँसमा चाहिँ फेरि दुवै फ्रेममा चढेर हेरेर मुनि के पनि छैन मुनि यत्रो देख्छ त्यति मात्रै हो घाँसमा तर मान्छेलाई के लाग्छ भन्नुहोस् त्यति माथि आएपछि नि केही नै कुरा एचिभ गरेको जस्तो वाउ सुन्नुहोस् मेरो प्रियहरू जुन चाहिँ राष्ट्रमा हुनुहुन्छ आज अनलाइनमा तपाईँले हेरिरहेको होला तपाईँको सहरलाई देख्दा तपाईँ वाउ भन्नुहुन्छ होला तर के तपाईँको सहरलाई मेरो यीशु ख्रीष्टले हेर्दाखेरि वाउ भन्दैछ अहिले जुन सहरलाई तपाईँ बस्नुहुन्छ जुन ठाउँमा तपाईँ बस्नुहुन्छ त्यो देख्दाखेरि तपाईँलाई लाग्छ होला मेरो सहर यस्तो छ या तपाईँको नि प्रेज छ या कम्प्लेन छ हाम्रो सहर यस्तो छ पानी पर्दाखेरि नि नाली ठिक छैन यस्तो छैन ठिक छैन पार्किङ छैन सायद मेबी तपाईँको होला गुनासो तर आज तपाईँलाई यो कुरा भन्न चाहन्छु के बदलाउने व्यक्ति चाहिँ तपाईँ हो आज सहर बदलिनु हो भनेदेखिलाई चाहिँ नि तपाईँले कार्य गरेको हुनुपर्छ र बुझ्दै हुनुहुन्छ है बुहारी सिङताममा जाँदाखेरि सिङताम कन्जस्टेड छ भन्नु र सिङतामको निम्ति प्रार्थना गरेर उभिनु सिङताङ्गेहरू कुरा भिन्दै हो रम्फूकोहरू रम्फू परिवर्तन हुनुपर्छ माझीटार परिवर्तन हुनुपर्छ कतिजनाले माझीटारमा प्रोमा ल्याए होला आजसम्म डोमु रहेछ पछाडि है छोरी क्वेसन चाहिँ खतरा छ यी जन्मे यी पढ्यो यी हुर्क्यो कतिजना सोल विनिङ गर्यो मलाई उत्तर नदिनु मनमै राख्नु च्यालेन्ज छ मेरो प्रियहरू च्यालेन्ज छ प्रभुले नि पठाउनु भयो प्रभुको तरिका छ नि मरोस् भन्ने चाहिँ उहाँको तरिका नै होइन मेरो प्रियहरू उहाँले नि सहरहरूमा गाउँहरूमा नि मान्छेलाई पठाउँदैछ अनि के भन्छ जाऊ र तिमीले भनिदियो त्यो घरलाई ख्रीष्टको शान्ति तिमीहरूमा रहेको होस् आज नि कसले बोल्दै हुनुहोस् तपाईँको सहरको लागि ख्रीष्टको शान्तिलाई कसले बोल्दै हुनुहोस् यहाँदेखि मुनि श्राप दिनुपर्ने कुरा पनि छ नटेर्नुको लागि नि धुलो टकटकाइदियो त्यो पनि छ तर के तपाईँ बोल्नु चाहिँ हुँदैछ मेरो सहरमा ख्रीष्टको शान्ति आउनुपर्छ मेरो सहर चाहिँ परिवर्तन हुनुपर्छ मेरो सहरमा चाहिँ विजय आउनुपर्छ भन्ने मान्छे छ यहाँनिर हजुर छ लाट्यो तपाईँहरू तपाईँ नगर्ने मान्छेहरू कि मलाई थाहा छ नि त हजुर हजुर छ अर्को पालि सहरको मान्छे चाहिँ यहाँको हुनु पर्यो अर्को पालि सहरको मान्छे चाहिँ यहाँको हुनु पर्यो सुन्नुहोस् जबसम्म नि तपाईँले मैले गर्दैनौ नि हामीलाई मनपर्छ जागृति हामीलाई मनपर्छ प्रभुको शक्तिको कामहरू भएको तर हामी आफै चाहिँ गर्नु मन पराउँदैन कसरी आउने त्यो कुरालाई हामी भन्छौँ प्रभुले जागृति ल्याउनु भएन हामी भन्छौँ प्रभुले शक्तिको कार्यलाई गर्नु भएन तर पहिला चाहिँ तपाईँले गर्नु पर्यो नि त सुन्नुहोस् बदलाउ चाहिँ त्यति बेला आउँछ मेरो प्रियहरू जब तपाईँ बदलेको व्यक्तिले नि कार्य गर्न थाल्छ तर तपाईँ बदलेको व्यक्तिले कार्य गर्नु छोड्नुहुन्छ नि बदलाउ कहिले पनि आउँदैन बदलाउ आउँदैन है मेरो प्रियहरू बदलाउ चाहिँ घरको कोठाभित्र पसेर लुकेर थुनेर आउँदैन है बदलाउ छ नि चार दिवारमा भित्र बसेर यसको नाममा बदलाउँछ उ त्यो प्रभुको उ त्यो प्रभुको त्यो त प्रभुले गर्नुपर्ने त अन्त यसो बसेर उ त्यो मेरो सबै सर्लक्कै अन्त माथिबाट झन् प्रभु त माथि हाइटमा हुनुहुन्छ यहाँनिर पृथ्वी चाहिँ हामीलाई दिएको हो नि त हामीले कार्य गर्नुपर्छ यस पृथ्वी चाहिँ आमेन यदि पृथ्वीको मान्छेले चाहिँ प्रभुले गर्छ भने हुन्छ के हुन्छ होला पृथ्वीको मान्छेले चाहिँ नि कार्यलाई गर्नुपर्छ जवान छोरा सुन्नुहोस् अब यो चाहिँ बोरिङ हुन्छ कार्य गर्नुपर्छ भने चाहिँ अहिले के हुन्थ्यो तपाईँको बुढी पाएको छ नि बुढी यस्तो साह्रो मन पराउँछ है त्यहाँदेखि पाउँछ त्यहाँदेखि झगडा हुन्छ टेन्सन त्यहाँदेखि हो है के बेहोरा देखाएको भनौँ कि जीवन नि म्यासी हुन्छ लाइफ सुन्नुहोस् है हजुर तपाईँको जीवन चाहिँ उद्देश्यलाई बुझ्नुहोस् न तपाईँको पर्पस अफ लाइफ चाहिँ के हो यहाँ छ
परमेश्वरको राज्यलाई यस पृथ्वीमा ल्याउनु हो। आमेन। यदि पर्पस नै बुझ्नु भएन, अगाडि बढ्न सक्नुहुन्न। यीशु ख्रीष्ट यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले यो कार्यलाई गर्नुभयो। आज नि तपाईँले मेरो काम हो, तपाईँले मैले यो कुरालाई जब गर्छु भन्छ नि, अब बदलाउ चाहिँ निश्चय नै देख्न सुरु हुन्छ। कराएर आमेन भन्नुहोस् न। ओके, म एउटा पोइन्टमा अझै जान चाहन्छु ताकि तपाईँले अलिकति कुरा राम्रो प्रकारले बुझ्न सक्नुहुन्छ। जब यसो प्रभु यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले नि शक्तिशाली कार्यलाई यस पृथ्वीमा गर्नुभयो। उहाँले नि अचम्मको कुरालाई गर्नुभयो। मत्तीको किताब नि त्यसको 9 अध्यायलाई एकछिन पल्टाउनु त। मत्तीको किताब 9 अध्याय 29 देखि पढ्नु पर्यो। मत्ती 9 अध्यायको 29 देखि पढ्नु पर्यो। अलिक समयलाई बचाउन चाहन्छु। मैले खास प्रचार गर्ने चाहिँ अलिकति मुनिको त्यो घट्टामा आउन चाहन्छु ताकि हामीले अलिकति कुरालाई बुझ्छौँ। 29 देखि पढ्दछु। तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, तिमीहरूको विश्वास अनुसार तिमीलाई होस्। अनि तिनीहरूका आँखा खोले। यसोले यसो भने तिनीहरूलाई कडा आज्ञा दिनुभयो, यो कुरा कसैले थाहा नपाओस्। तर तिनीहरू गए, त्यस इलाकाभरि उहाँको कृति फिजाए। जब उहाँहरू निस्केर जाँदै हुनुहुन्थ्यो, तब भूत लागेका एउटा गुङ्गो मानिस उहाँका ल्याए। भूत निकालेपछि त्यो गुङ्गो बोल्यो अनि इजरायलमा कहिले यस्तो देखिएन भन्दै भिड छक्क पर्यो। तर फरिसीले भन्न लागे, भूतका मालिकले यसले भूतलाई निकाल्दछ। यहाँनिर येशू ख्रीष्टले नि अन्धालाई नि दृष्टि दिँदै हुनुहुन्छ। अनि यहाँनिर नि नबोलेको नि बोल्दैछ। अनि नबोलेको मान्छे नि बोल्दै, लङ्गडा नि हिँड्ने भयो, लाटा नि बोल्ने भयो। भूत निस्के, खास भूतले त्यसो गरेको रहेछ। जब निस्के नि मान्छेले के भने भन्नुहोस् त, इजरायलमा यस्तो कहिले देखेन। त्यो सहरको मान्छेले के भने भन्नुहोस् त, यो देशमा यस्तो कहिले देखेन, कहिले देखेन। त्यस्तै भनिने समय चाहिँ यहाँ आउँदैछ अब। आमेन। भाइ उता जाऊ, उता 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 लोग सबलाई। त्यो दादा हो सब लोग। बहिनी बहिनी दादा पछि। आमाहरू वल्ल पर हेरिरहेछ, बाउ ठस्सै। समाधान हौ नानीहरू। जुदी भाइ छोरा एजो गर्दैछ छिटो ल। यो नानी त्यहाँ खेल्दा डिस्टर्ब छैन, यहाँ आएपछि डिस्टर्ब चप्लिएछ भ्याल्छ। राम्रो सुन्नुहोस् ल, म सक्नु आँटेको छु। म मेन पोइन्टमा आइपुगेँ। राम्रो कुरा बुझ्नुहोस्। यस्तो टाइम सुरु भयो। कति बेला याद छ जब पनि इजरायलले नि आश्चर्य कर्महरू देखेकै थिएन। अघिल्लो अगमवक्ताले गरेको हो। अघिको टाइममा त्यो कुरा भएको कुरा हो। हराइसकेको छ डल्लै कुरा। तर जब येशू ख्रीष्ट यस पृथ्वीमा आउनु भयो नि, उहाँले त्यो कुरालाई नि, आत्माका कुरालाई नि गर्न थाल्नु भयो नि, मान्छेहरू के हुन थाले भन्नुहोस् त, मान्छेहरू स्वतन्त्र हुन थाल्यो। तैँले अन्धालाई नबोल्ल, मैले गरेको भन्दाखेरि पनि भन्ने भयो। मेरो प्रियहरू, आज म तपाईँलाई यो कुरा भन्न चाहन्छु। कहिले तपाईँले गरेको काम चाहिँ नभन् भन्दाखेरि पनि प्रकट हुने। कहिले तपाईँले जाति पारेको मान्छेले मेरोमा आएर जाति भएको नभन है भन्दाखेरि त्यो मान्छेले गराछ भन्छ होला, मलाई चाहिँ फल्नाले प्रार्थना गर्दाखेरि जाति भएको। कहिले चाहिँ भनिने समय आउने, त्यो चाहिँ त्यति बेला हुन्छ मेरो प्रियहरू, जब पवित्र आत्माको शक्तिमा नि तपाईँ खडा भइकन कार्य गर्नको निम्ति तपाईँ तयारी हुनुहुन्छ। त्यति बेला चाहिँ अरू मान्छेले कहिले नदेखेको, कहिले नसुनेको कुराहरू नि यस पृथ्वीमा घट्न सुरु हुन्छ। कराएर आमेन भन्नुहोस्। त्यति बेला इजरायलका मान्छेले के भन्छ, इजरायलमा यस्तो कहिले देखेको थिएन, कहिले देखेको थिएन। सायद आज माझीटाले भन्छ यो दिन चाहिँ मैले कहिले देखेको थिइनँ। रम्फूले भन्दैछ मैले कहिले देखेको थिइनँ। मल्लीले भन्दैछ मैले कहिले देखेको थिइनँ। सिलगढीले भन्दैछ मैले कहिले देखेको थिइनँ। गान्तोकले भन्दैछ, रानीपुरले भन्दैछ म कहिले देखेको थिइनँ। नाम्चीले भन्दैछ, जोरथाङले भन्दैछ मैले कहिले देखेको थिइनँ। तपाईँ जुन ठाउँमा बस्नुहुन्छ नि, तपाईँले बोल्न थाल्नुहोस्, कहिले देखेको थिएन त्यो ठाउँ, अब चाहिँ देखिने दिन आउँदैछ।
त्यो दिनलाई नि तपाईँले नि बोल्न थाल्नुपर्छ। तपाईँ नि अब नि तपाईँ छिर्ने चाहिँ कुन समयमा भन्छ नि, तपाईँ चाहिँ त्यो नि सहरहरूलाई परिवर्तन गर्ने समयभित्र छिर्ने समय हो। कराएर आमेन भन्नुहोस् न। आमेन। अब चाहिँ देखिन्छ, अब चाहिँ देखिन्छ, अब चाहिँ देखिन्छ मेरो प्रियहरू, अब चाहिँ देखिन्छ। जब त्यो कुरा नै देख्नु नि, आश्चर्य कर्म मात्रै होइन। सुन्नुहोस् है, जब देख्दाखेरि धेरैचोटि सो मेनी टाइम्स हाम्रो मान्छेलाई फेरि एलर्जी चाहिँ कहाँ छ भन्नुहोस् त, चिन्न चमकाका पछि नकुदा, न उसले गर्नु सक्छ न कुदेको छ। फेरि त्यस्तो भएको भए पो कुद्नु, फेरि कहाँ कुद्नु, भएको त छैन, फेरि खातै खोलेको छैन। म छक्कै पर्छु त्यस्तो प्रचार सुन्दाखेरि, म छक्कै पर्छु। एउटालाई जाति पारेको छैन नकुदामा, कहाँ कुद्नु देखेको छैन। सुन्नुहोस् मेरो प्रियहरू, यो चाहिँ सिरियस इस्युको टाइम हो। तपाईँ हाँस्दै हुनुहुन्छ, हाँस्ने समय होइन मेरो प्रियहरू, यो चाहिँ पोल्ने समय हो। देखेकै छैन, भएकै छैन, गर्नु सक्ने क्षमता त छैन, कुरै सकियो नि त। दुईटा कुराले आश्चर्य कर्मका कुरा छ। अब यहाँनिर चर्च चाहिँ कहाँ कन्फ्युजन छ भनेदेखि, चर्चको कन्फ्युजन चाहिँ के हो, चिन्ह नि चमत्कार। मत्ती 7:25 कुराहरू पढ्दै गर्दाखेरि के भन्छ, प्रभुले अन्तिम दिनमा प्रभु प्रभु भन्नेलाई स्वर्ग राज्यमा जाँदैन। अनि त्यसले भन्छ, प्रभु मैले तपाईँको नाउँमा भूत निकालिन, आश्चर्य काम गरिन, म तिमीलाई चिन्दिनँ। त्यसो भन्छ है, त्यस कारण गर्नु हुँदैन। यीशु ख्रीष्टले किन गर्नु त्यसो भए फेरि? अन्त प्रभु त दुई जिब्रे भयो त। अन्त ऊ गर्ने, फेरि अरू उसको छोरीले गरेकोलाई चाहिँ फेरि चिन्दिनँ भन्ने कुरा बुझ्नुभयो? हाम्रो प्रभु त्यस्तो हुनुहुन्छ? तपाईँ एकताल पज भएर सोध्नुहोस्, हाम्रो प्रभु त्यस्तो हुनुहुन्छ? छैन। प्रभुले त्यो व्यक्तिलाई भन्नुभएको, जो व्यक्ति छ नि आज तन्त्र मन्त्र गरेर पनि नि चिन्ह चमत्कार गर्ने छ, पहिलो ग्रुप। दोस्रो ग्रुप वरदानलाई चलायो, प्रभुलाई पाएर वरदानलाई चलायो, गिफ्ट दियो, तर ख्रीष्टसँग सम्बन्ध चाहिँ थिएन। प्रभुले लास्टमा त्यो व्यक्तिलाई चिन्दिन भन्छ। गिफ्ट छ नि, क्यारेक्टर छैन। अब राम्रो बुझ्नुहोस्, अब यो त एकदम गहिरो, यो त अर्कै च्याप्टर हो, तर मैले ट्याक्क छुवाइदिइहालेँ। फेरि सुन्नुहोस्, वरदान चाहिँ के हो? वरदान चाहिँ तपाईँलाई माग्यो, दिइहाल्यो। जस्तै अहिलेको यो म त घडी लगाएर आएँ रहेछ आज, सपोज मलाई यो छोरीले घडी माग्यो अरे, मैले दिन्छु। तर यो नानीसँग नि आज म रिसाएँ भने एन्जलको घडी फर्काइ माग्छु म? हजुर, आजकल चाहिँ बोयफ्रेन्ड गर्लफ्रेन्डहरू त्यस्तोहरू म पुरा सुन्छु, मैले देखि गिफ्ट फर्काऊ, त्यस्तो पुरा सुन्छु आजकल म। कोनीकोले गिफ्ट फर्काए अरे, च्यातेर पठाएको थियो अरे, टुक्रा भएको अरे, सेवक हो नि, त्यस्तो रिपोर्ट त उसकै कानबाट मुखबाट सुन्नुपर्ने हुन्छ। कोनीकोले फर्काएको थियो अरे, टुक्रा टुक्रा पारेर चेन फर्काएछ अरे। खै देख्नु भयो, यो चाहिँ संसार हो। संसारको मान्छेको बेहोरा चाहिँ त्यस्तो छ। तर म बाउ हो नि, यो छोरीले घडी माग्यो भने नि, यो छोरीले भोलि नै बेहोरा देखायो भने पनि नि मैले भन्दिनँ, अस्ति बर्थडेमा घडी देख्थेँ निकाल त, म भन्छु? भन्दिनँ। त्यो चाहिँ गिफ्ट हो, मैले माग्यो दिएँ। तर त्यो वरदान नि, त्यो घडीलाई उसले कसरी चलाउँछ, यो चाहिँ यो छोरी माथि छ, निर्भर छ। म दिने माथि निर्भर छैन, चलाउने माथि निर्भर छ। मैले बोलेको कुरा बुझ्दै हुनुहुन्छ? जब राम्रो बुझ्नुहोस्, चलाउने माथि निर्भर छ। उसले कसरी चलाउँछ, त्यसलाई असल तरिकाले चलाउँछ कि खराब तरिकाले चलाउँछ। तर एक दिन येशू ख्रीष्टले त्यसको चाहिँ न्याय पक्का नै गर्नुहुन्छ। त्यो मान्छेहरूलाई चाहिँ प्रभुले भन्नुभएको हो, त्यसको मतलब चाहिँ यो होइन तपाईँको आश्चर्य कर्म तपाईँको जीवनमा हुनु हुँदैन भन्ने कुरा होइन मेरो प्रियहरू। येशू ख्रीष्टले आश्चर्य कर्म गर्न भयो अनि सहरहरू छक्कै पर्यो। छक्का पराउनु लागि मात्र थिएन, तर के चाहिँ थियो याद छ? मान्छेले नि येशू ख्रीष्टमा नि विश्वास गर्न सुरु गरे। आश्चर्य कर्मको उद्देश्य छ ख्रीष्टमा लिड गर्नु। आश्चर्य कर्मको उद्देश्य चाहिँ हो आत्मा बचाउनु। करार आमेन भन्नुहोस् न। आमेन, आमेन, आमेन। आजकल एमजी मार्कमा यस्तो यस्तो नाच्नेहरू पुरा छ, हो कि भन्नुहोस् त? साउथको अहिले के अरे है, हाम्रो नेपाली बहिनीले नि पुरा गरेछ, बिडी खाएर त्यो गऱ्यो भने त कस्तो अहिले तपाईँले गर्दै होला कतिजना राम्रो। तर त्यो भन्दाखेरि नि कहिले चाहिँ यस्तो व्यक्ति जन्मिन्छ होला जवान, जसले स्ट्रिटमा हिँड्दै गर्दाखेरि लङ्गडेलाई नि यसो छुँदाखेरि लङ्गडे सिधा भएर नि त्यो स्टिक फ्याँकेर कुद्यो भने कस्तो हुन्छ होला? अन्धार यसो ट्याक 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 गर्दै आएकोले चाहिँ यसो छोएर नि देख्यो भने कस्तो हुन्छ होला? हजुर, त्यस्तोको रिल चाहिँ भयङ्कर चल्छ होला। हजुर,
यसो टुकसुका बसेर बिडी चेपेको रिल भन्दाखेरि चाहिँ कुरा बुझ्दै हुनुहुन्छ संसारले जानेको छ त्यो हो जवान सुन्नु संसारले जानेको छ त्यो तपाईँ चाहिँ केमा चाहिँ हुनुहुन्छ तपाईँ त्यो व्यक्ति हुनुहुन्छ तपाईँले चाहिँ सुन्दै गर्दाखेरि नि सहरहरू परिवर्तन हुनुपर्छ आमेन आमेन जब यसो कस्तो यो कुरालाई गर्नुभयो नि मैले तपाईँलाई नि किन चाहिँ बताउँदैछु यहाँनिर यसरी लेखेको छ बाइबलले यसरी भन्छ पद यसो समस्त सहर र गाउँहरूतिर तिनीहरूको सभा घरहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै हरेक किसिमको रोग र दुर्बलताहरूमा निको पार्दै हिँड्नु भयो तर भिडहरूलाई देखेर उहाँको हृदय तिनीको निम्ति दयाले भरिए किनभने तिनीहरू गोठाला बिनाका भेडा जस्तै हैरान र असहाय भएका थिए आमेन यहाँनिर नि यसो ख्रीष्ट नि उद्देश्य नि आशा कर्मी नि भिडलाई नि अगाडि बढ्दैछ सहरहरूतिर पस्दैछ गाउँहरूतिर पस्दैछ सुन्नुहोस् यो पुस्ता छ लुक्ने पुस्ता सेल्फिस जेनेरेसन हुनु हुँदैन यो पुस्ता छ छरिन सक्नुपर्छ पुग्न सक्नुपर्छ गाँठो परेर बस्ने एक ठाउँमा नभएकोस् हजुर एक ठाउँमा गाँठो परेर सुन्नुहोस् है छरिने जब नि यसो ख्रीष्टसँग त्यस ठाउँमा पुग्नु भयो नि बाबेले मिठो कुरा भन्छ उहाँ दयाले भरिनु भयो किनभने गोठाला बिनाका भेडाहरू जस्तै भइरहेको छ आज नि जब संसारलाई हेर्दै गर्दाखेरि तपाईँ रिसाउनुहुन्छ कि तपाईँभित्र त्यो दयाले भरिँदैछ जब यीशु ख्रीष्टले यो कार्यलाई गर्नुभयो नि मानिसहरूले यीशु ख्रीष्टलाई विश्वास गर्न थाले मैले अस्ति पनि कसको कुरा गर्दै थिएँ योनाको 4 अध्यायको कुरालाई म गर्दै थिएँ अस्तिको हप्ता मैले त्यो शिक्षाको चर्चालाई गर्दै थिएँ योनाको 11 अध्यायमा हामी हेऱ्यौँ भनेदेखिलाई नि लाजरसको जीवनलाई पनि हेऱ्यो भनेदेखिलाई यीशु ख्रीष्टले नि मरेको ठाउँमा पुगेर नि लाजरसलाई बौराइ उड्दै गर्दा के भयो भन्नुहोस् त थुप्रो यहुदीहरूले नि यीशु ख्रीष्टलाई विश्वास गर्न थाल्यो किन याद छ प्रभुलाई थाहा थियो आज नि परमेश्वरको महिमा चाहिँ यस ठाउँमा प्रकट भयो भने नि मान्छेहरूले विश्वास गर्न थाल्छ मेरो प्रियहरू कुरा चाहिँ के हो भनेदेखिलाई कहिले तपाईँको जीवनबाट त्यो महिमा चाहिँ प्रकट हुने त कहिले कहिले तपाईँ अगाडि बढ्ने कहिले तपाईँ त्यो ठाउँलाई छुने व्यक्ति बनिने यदि तपाईँ नि तपाईँको जीवन नि आजदेखि नि यो इलाकाहरूमा तपाईँले ध्यान दिन थाल्नुभयो भनेलाई नि प्रभुको महिमाको कुरा प्रकट हुन थाल्छ मान्छेहरू खिचिन थाल्छ सिटीहरू नि ट्रान्सफर्मेसनको कुराहरू देख्न थाल्छ के देख्न थाल्छ भने मानिसहरूले स्वतन्त्र हुँदै गरेको क्राइम रेटहरू घट्दै गरेको अहिले हामी भन्छ करप्सन बढेर गयो इन्डियामा तर करप्सन घट्नु हो भने नि क्रिस्चियनहरूले प्रार्थना गरेको हुनुपर्छ आमेन हामीले के भन्छ सिस्टमै यस्तो छ तपाईँले सिस्टमलाई जन्माउने भने तपाईँले ब्रेक पनि गर्न सक्नुहुन्छ आज नि यस्ता व्यक्तिहरू चाहिँ खडा हुने समय हो तपाईँ यहाँनिर त्यसै आउनु भएको होइन र तपाईँको जीवनलाई नि त्यो व्यक्तिलाई बनाउन चाहनुहुन्छ जब तपाईँको जीवन चाहिँ त्यस्तो दरिलो भइकन उभिन थाल्छ नि त्यति बेला चाहिँ तपाईँले नि हरेक कुरालाई चाहिँ तपाईँले परिवर्तन ल्याउने व्यक्ति पवित्र आत्माले तपाईँको जीवनलाई बनाउनुहुन्छ आमेन आउनुहोस् हामी प्रार्थना गरौँ म अर्को बुदामा जान चाहन्थेँ त्यसलाई समय लाग्छ म यहाँनिर अड्किँदैछु नेक्स्ट विक हामी अर्को बुदालाई हेर्छौँ किनभने हामी कहाँ पुग्दैछौँ त्यो गरिने र देखिने ठाउँको नजिकमा आइपुगेका छौँ अर्को सहर पनि तयार हुँदैछ सुन्नुहोस् है एकछिन जानुभन्दा अगाडि तपाईँलाई हालिराखौँ अर्को सहर पनि तयारी हुँदैछ प्रकाश 21 अध्यायमा नयाँ यरुसलेम नि पृथ्वीमा आउँदैछ हजुर उहाँको सहर चाहिँ उहाँले बनाइसक्यो हामीले बनाउने हाम्रो सहरलाई बनाउने काम चाहिँ हाम्रो अहिले आमेन हामी त्यो दिनको त्यो कुरालाई हेर्छौँ तर आज हामी प्रार्थना गरौँ प्रभुलाई भनौँ प्रभु म तयारी हुन्छु आज तपाईँको जीवनमा तपाईँले देख्नुभयो तपाईँको सहरमा के हुँदैछ भनेको तपाईँलाई थाहा छ आँखालाई बन्द गरौँ तपाईँको वरिपरि के घटना घट्दैछ भने के तपाईँलाई थाहा छ या थाहा छैन अवेर हुनुहुन्छ या अनवेर कस्तो ठाउँमा चाहिँ तपाईँ हुनुहुन्छ तपाईँलाई थाहा छ थाहा छैन आजदेखि त्यो घटनालाई विचार गर्न थाल्नुहोस्
अनि आजदेखि प्रार्थना गर्न पर्यो, आजदेखि कार्य गर्न थाल्नु पर्यो। त्यो ठाउँको कुराहरू बन्नु हुनुपर्छ, त्यो ठाउँमा ख्रिस्टको विजय आउन थाल्नुपर्छ, त्यो ठाउँमा उहाँको राज्य आउन थाल्नुपर्छ। मुख खोलिकन